आज चाहिँ मेरो बाइकलाई सर्भिसिङ गराउन जाँदैछु। साथीको ग्यारेज छ एउटा, तपाईँहरू पनि सर्भिसिङ गराउनु होला। साथीहरू यहीँ छ। यो क्याफे भयो इन्जिनियर चायवाला। मलाई चाहिँ मिल्ने काम छ इन्जिनियर वर्कशॉप। ओहो किधर गया है सर? के छ खै लिकर छ? आय गाइस किधर है भाइ? सो आज चाहिँ बबल बनाउनु पर्ने छ। सनी सर किधर है? सनी सर माथि हो। ओहो भाइ। सो दिस वान इज अ क्याफे। सो म चाहिँ प्राय ग्यारेजमा आइरहेको हुन्छु, क्याफेमा आइरहेको हुन्छु। एकदम बबल बनाउनुहुन्छ। ग्यारेज चाहिँ वहाँ छ, अहिले म देखाउँछु। यो चाहिँ क्याफे भयो र हाम्रो सर हुनुहुन्छ यहाँ भित्रै हैन। ल अनि यहाँ चाहिँ बबल चाहिँ चिया सिया सबै पाउँछ, सबै छ हैन। हेलो एभ्रिवान, हेलो हेलो। ल है त एकदमै राम्रो छ है यो क्याफे पनि। हेर्नु है एकदम बबल छ है। चाय इज अलवे गुड आइडिया हैन, बबल छ। तपाईँहरू पनि आउनु होला। लोकेसन क्लिप नहाल्नु भन्छ त यार, होइन हालिहाल्छ नि हामी त। यो भयो एउटा हैन। अनि त्यसपछि अर्को इन्जिनियर वर्कसप भयो हाम्रो। यो चाहिँ वर्कसप भयो, तपाईँहरू आउनु होला। एकदमै बबल छ हैन। वाउ हेर्दै हुनुहुन्छ है सबैजनाले। ओए अनि एकदम वासिङ सबै हुँदैछ अहिले चाहिँ हैन। ओ भाइ के छ? एकदम बबल वासिङ छ है, वासिङ हुँदैछ गाइज एकदमै। ल हाई गर नि, हाई गर। ल सबैजना आउनुलाई बबल छ है। यो चाहिँ भयो एकदम दामी बनाउनुहुन्छ यहाँ। ओहो बबल बनाउँछ है। इन्जिन सिन्जिन सबै छ यहाँ छ, पुरै खोल्या छ। यहाँ छ एउटा दुईवटा तिनवटा चारवटा एकदम स्टकमा लागिरहेछ बाइकहरू होइन। अनि यता सर बसिरहनु भएको छ होइन। ओहो एकदम बवाल छ यो पनि। चिया सिया सबै छ, सबै एट्याचै छ हाम्रो यहाँ। लिक्वर्सदेखि लिएर चियादेखि लिएर यो वर्कसप सबै एकदम बवाल छ। सो अर्को लिक्वर्स पनि छ है सँगै है। हाम्रो तिनटै एउटै साउको छ है। साउ चाहिँ यहाँ हुनुहुन्छ, एकदम बवाल छ। ल लिक्वर्स चाहिँ तपाईँहरूलाई म देखाउँछु है गाइज। लिक्वर्स एकदम दामी। ओहो वाउ हेर्दै हुनुहुन्छ कस्तो दामी छ है। सबैजना आउनु होला। तिनटै एट्याच छ, सबै एउटै ठाउँमा छ, एउटै ठाउँमा सबै। वाउ आउँछ है। रेड लेभल एभ्रिथिङ इज एभाइलेबल हेयर ड्रिङ्क्स है। ओ यहाँ भयो। सो तपाईँहरूले हेर्नु भयो है, बवाल छ है सबै। भिडियोदेखि लिएर सबै दामी छ। तिनटै एकै ठाउँमा छ, एकदमै दामी छ है। सो फाइनली सबैजना यहाँ आउनु पर्यो र डिस्काउन्ट पनि पाउँछ होइन साथी? यहाँ डिस्काउन्ट पनि पाउँछ। बबल बनाउँछ है सबै, इन्जिनदेखि लिएर एभ्रिथिङ। ल है बबल डिस्काउन्ट पाउँछ है तपाईँहरूले, एकदमै दामी डिस्काउन्ट है। सो सबैजना आउनु होला। माया नमाया छ सबैजनालाई है। सो आज चाहिँ यस्तै भयो। मेरो चाहिँ बाइक अब बनाउन लागेको छौँ है। सो सबैजना च्यानललाई सब्सक्राइब माया सबै गरिदिनु होला। इन्जिन सिन्जिन सब काम हुन्छ है, सबै काम हुन्छ है पुरै। सो आज चाहिँ यस्तै हो। ल भाइ भन्दै अब सबै आउनु पऱ्यो है। लोकेसन चाहिँ कहाँ भन्नु पऱ्यो ठ्याक्कै? हाम्रो नरेफाड पुलिस चौकी भन्दा 3 घर अगाडि ठ्याक्कै। तपाईँहरू बालकुमारी पुल आउनु होला। बालकुमारीबाट सिसिआरसीको बाटो नन स्टप आउनु भयो भने तपाईँ ठ्याक्कै हाम्रो इन्जिनियर चायवाला, लिक्वर्स अनि इन्जिनियर वर्कसप सबै हेर्नुहुन्छ। बबाल म्यापमा पनि सर्च गर्दा हुन्छ तपाईँहरूले होइन। म्यापमा सर्च गरेर आए पनि हुन्छ। सो आज चाहिँ यस्तो भयो। मेरो पनि बाइक अब सर्भिसिङ हुँदैछ, एकदम बवाल तरिकाले बनाइन्छ। सो आज चाहिँ यति नै। बाई बाई एभ्रिवान।
लोकेसन भिडियो चाहिँ आयो होइन। यो चाहिँ हाम्रो बालकुमारी पुल भयो, तपाईँ हेर्दै हुनुहुन्छ होइन। उता हामी ग्वारकोतिर जाने बाटो भयो होइन। पछाडि हाम्रो कोटेश्वर भयो, यो चाहिँ ठ्याक्कै बालकुमारी पुल भयो होइन। यहाँदेखि लेफ्ट लाग्ने ठ्याक्कै यहाँ यहीबाट ठ्याक्कै हो, यो गेटबाट ठ्याक्कै हामी भित्र छिर्ने हो होइन। अनि नन स्टप यो बाटो सिधै जाने है, कतै दायाँ बायाँ नलाग्दै एकदम सिधा गयो हुन्छ है। सो यो चाहिँ सिसिआरसी कलेज भयो हाम्रो होइन। सो यो सिसिआरसी कलेजबाट चाहिँ सिधै जाने है, एकदमै बवाल छ है। बाटो त यस्तै हो, केही बिग्रेको छैन है, सिधै जाने है। हल्का लङ जान सक्छ भिडियो, नजिकै छ तर सिधै है, सिधै। स्ट्रेट जाने है सबै। ओए किन हलेको भाइ? सो यहाँबाट चाहिँ हामी लेफ्ट जाने है, ठ्याक्कै लेफ्ट जाने। एउटै बाटो बाटै चाहिँ नछोडिकन नन स्टप आउने, सिधै जाने है। अब हामी आउन लागिसक्यो है। है त हामी चाहिँ यहाँ अब पुगिसक्यो है। हाम्रो यो भयो इन्जिनियर चायवाला भनेपछि क्याफे भयो होइन। अनि हाम्रो यता भयो यो वर्कसप भयो, अनि उता लिकर्स। हेर्नुभयो सबैजनाले है। ल लोकेसन भिडियो आइसक्यो है, सबैजना हेर्नुभयो है। छैन है, पार्किङ गर्नु पऱ्यो यता साइडमा। सो आउनु होला, एकदम बवाल छ है। एभ्रिथिङ इज ओके। लोकेसन भिडियो हेर्नुभयो सबैजनाले है, बवाल छ है। ओ वाउ, यहाँ हाम्रो किचन भयो, यहाँ हाम्रो साउजी, सानो साउजी भयो, अर्को साउजी यहाँ हुनुहुन्छ है। लोकेसन भिडियो सधैँ सबैजना है आइसक्यो हामी। सो सबैजना आउनु होला, बवाल छ है।